नमस्कार। हाम्रो रङ्गमञ्चलाई आफ्नै रङ्गमञ्च सोच्ने सबै दर्शकवृन्दहरूलाई हाम्रो यस पेजमा धेरै धेरै स्वागत गर्दछु। आउँदो पावन चाड राखीको सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई धेरै धेरै शुभकामनाको साथ आजको यस कथालाई हजुरहरूको लागि समर्पित गर्दैछु। आजको मेरो नाटकीय कथाको नाम हो राखीको शक्ति। बिहानको समय थियो। आँगनमा घामको हल्का किरण परिरहेको थियो। भाइ रवि आफ्नो नयाँ बाइक पुस्दै चम्काइरहेको थियो। त्यतिकैमा भित्रबाट दिदी सीमा निस्किन्छन्। बाइकमा निहाल्दै हाँस्दै भन्छन्, ओहो बाइक त चिल्लो पारेर चम्काइछस्, कहिलेकाहीँ आफू पनि चम्किने गर्न। रवि पनि हाँस्दै भनौँ, म त सधैँ चम्किएकै छु नि दिदी, तेरो आँखामा धुलो लागेको होला। दुवैजना मजाले हाँस्छन्। केही बेरपछि रविले हतारिँदै भनौँ, लु 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 छिटो गर, छिटो बाँधिदे तेरो राखी, मलाई ढिलो हुन्छ, साथीहरू सेन्टरमा पर्खिरहेका छन्। सीमाले अलि गम्भीर हुँदै भनिन्, आज राखीको दिनमा पनि तँलाई कहाँ जानु परेको, सधैँ घुमिरहन्छस्, आजको दिन त कमसेकम घरमै बस। रविले भन्छ, दिदी धेरै समयपछि छुट्टीमा आएको छु, साथीहरूसँग पहिल्यै घुम्न जाने सल्लाह भएको छ, आज त जानै पर्छ। सीमाले केही भनिनन्। ल भित्र आइज। रवि अघिल्लो वर्ष मात्रै आर्मीमा भर्ती भएको थियो। छुट्टीमा घर आएको भाइलाई देखेर परिवारमा छुट्टै खुसी थियो। धेरै दिनदेखि उसले आफ्नो मनपर्ने बाइक किन्ने सपना देखेको थियो। बाइक किनेपछि साथीहरूसँग घुम्न जाने योजना पनि पहिल्यै बनिसकेको थियो। आज त्यही योजना पुरा गर्ने दिन थियो। सीमाले पूजाको थाली तयार गरिन्, भाइलाई आसनमा बसाइन्, टीका लगाइन्, पूजा गरिन् अनि विधिपूर्वक उसको हातमा राखी बाँधिन्। रवि मुस्कुराउँदै आफ्नी दिदीलाई हेरिरहेको थियो। राखी बाँधिसकेपछि उसले खल्तीबाट दक्षिणा निकालेर दिदीको हातमा राखो। ल दिदी, यो तेरो दक्षिणा। सीमाले मुस्कुराउँदै आशीर्वाद दिइन्। रवि ठट्टा गर्दै भनौँ, अनि मलाई चाहिँ के ल्याएकी छेस् कि यत्तिकै राखी मात्रै? सीमा पनि हाँस्दै भनिन्, मेरो के कमाइ छ र तँलाई गिफ्ट ल्याइदिने। यति भन्दै उनी भित्र गइन्। केही क्षणपछि एउटा सुन्दर नयाँ डिजाइनको हेलमेट लिएर आइन्। रविको अगाडि राख्दै भनिन्, यो चाहिँ तेरो लागि। रवि अचम्म मान्दै हेलमेट हेर्न थाल्यो। सीमाले भनिन्, भाइ तैँले बाइक त किनिस् तर हेलमेट चाहिँ छैन। बिना हेलमेट बाइक कुदाएको देख्दा मलाई कति डर लाग्छ तँलाई थाहा छ। अस्ति राम काका पनि भनिरहनु भएको थियो, बाटोमा स्पिडमा बिना हेलमेटको बाइक चलाउँदै गएको थिइस् अरे। अब यो मैले दिएको चिनो सम्झेर बाइकमा बस्दा सधैँ लगाउने बानी बसाल। रवि अलिक इरिटेट हुँदै भनौँ, दिदी यो हेलमेट लगाउन मलाई वाक्क लाग्छ हौ, कपाल बिग्रिन्छ, च्याप्प कसैले घाँटी समाए जस्तो लाग्छ, मलाई यस्तो गिफ्ट नदेन। सीमा मुस्कुराइन्, तँलाई कपाल बिग्रिने चिन्ता छ, मलाई चाहिँ तेरो टाउको सुरक्षित होस् भन्ने चिन्ता छ। रवि चुप्प लाग्यो। सीमाले फेरि भनिन्, आजको दिन मेरो कुरा मान, बाइक चलाउँदा यो हेलमेट चाहिँ नछोड है। रविले अन्ततः हेलमेट हातमा लिँदै भनौँ, ल ल आज तेरो जित भयो। केही समयपछि रवि बाइकमा निस्कियो। सीमा ढोकामै उभिएर हेरिरहेकी थिइन्। रविले बाइक स्टार्ट गर्यो, तर आज एउटा फरक कुरो थियो। उसको टाउकोमा दिदीले दिएको नयाँ हेलमेट थियो। सीमाले टाढैबाट हात हल्लाउँदै भनिन्, बिस्तारै जानु है। रविले मुस्कुराउँदै हात हल्लायो। 4-5 जना साथीहरू मिलेर उनीहरू एउटा रमणीय ठाउँमा घुम्न गए। सबैजना रमाइलो गरिरहेका थिए। कसैले भिडियो बनाउँदै थिए, कसैले फोटो खिच्दै थिए। बाइकहरू पनि तीव्र गतिमा दौडिरहेका थिए। अचानक सामुनेबाट एउटा गाडी अत्यन्तै तीव्र गतिमा आयो। रविले बाइक सम्हाल्न खोज्यो, तर धडाम बाइक गाडीमा ठोकियो। रवि सडकमा नराम्रोसँग बजारियो। साथीहरू आत्तिँदै, रवि छिटो उठाऊ, अस्पताल लैजाउँ। छेउछाउका मानिसहरू पनि दौडिँदै आए। रविलाई तत्काल अस्पताल लगियो। यता गाउँमा दुर्घटनाको खबर पुगिसकेको थियो। सीमाको अनुहारमा एकाएक सेतो भयो। मेरो भाइलाई के भयो? उनी अरू परिवारका सदस्यहरूसँगै हतारिँदै अस्पताल पुगिन्। अस्पतालको आकस्मिक कक्ष बाहिर सबैको अनुहारमा डर थियो। केही समयपछि डाक्टर बाहिर आए। तपाईहरू बिमारीको आफन्त? सीमाले हतारिँदै सोधिन्, हो डाक्टर, मेरो भाइ कस्तो छ? डाक्टरले गम्भीर हुँदै भने, अहिले अवस्था स्थिर छ, तर एउटा कुरा भन्नै पर्छ। सीमाको मुटु झन् ढुकढुक गर्न थाल्यो। डाक्टरले दुर्घटनामा क्षतिग्रस्त हेलमेट देखाउँदै भन्यो, यो हेलमेट नभएको भए आज तपाईँको भाइलाई बचाउन निकै गाह्रो हुन्थ्यो। टाउकोमा लागेको चोट हेर्दा हेलमेटले उसको ज्यान बचाएको हो।
सीमाले त्यो हेलमेट हेरिरहन्, त्यही हेलमेट जुन केही घण्टा अगाडि उनले आफ्नो भाइलाई राखीको उपहार दिएकी थिइन्। उनका हातबाट, उनको आँखाबाट आँसु झर्न थाले। मैले त एउटा हेलमेट मात्रै दिएको थिएँ। उनी त्यहीँ बसेर रुन थालिन्। त्यत्तिकैमा गाउँकी आशाकर्मी दिदीले उनलाई सम्हाल्दै भनिन्, बहिनी नरौ, भाइको अवस्था अहिले राम्रो छ, उसलाई केही हुँदैन। केही बेरपछि उनले गम्भीर हुँदै भनिन्, तर एउटा कुरो चाहिँ सोच्नुपर्छ, हाम्रा युवा भाइहरूलाई आखिर के भएको छ? बाइक गाडी आफ्नो नियन्त्रणमा चलाउनु पर्ने हो, तर छुट्टीमा घर आयो, साथी भेट्यो अनि आफूलाई हिरो सम्झेर स्पिड बढाउने। यही लापरवाहीका कारण हाम्रो समाजमा कति परिवारले आफ्नो छोराहरू गुमाइसकेका छन्। यसको जिम्मेदार सधैँ परिवार वा अरू कोही हुँदैन। धेरै पटक हामी आफै आफ्नो सुरक्षाप्रति लापरवाह हुन्छौँ। उसले सीमाको हात समातिन्। मैले सुने तिमीले दिएको हेलमेटले आज तिम्रो भाइको ज्यान बाँचेको अरे। सीमाले आँसु पुस्दै टाउको हल्लाइन्। आशाकर्मी दिदीले अस्पतालको गल्लीबाट बाहिर हेर्दै भनिन्, त्यसैले म हाम्रो समाजका सबै युवा पुस्तालाई एउटा अनुरोध गर्न चाहन्छु, बाइक चलाउँदा हेलमेटलाई बोझ नसम्झिनुहोस्, आफ्नो जीवनका सुरक्षा सम्झिनुहोस्। कहिलेकाहीँ हामीलाई एउटा सानो नियम झन्झट लाग्न सक्छ, तर त्यही सानो नियमले कुनै आमाको काख रित्याउनबाट, कुनै दिदीको हातबाट राखी खोसिनबाट र कुनै परिवारको संसार उजाड्नबाट बचाउन सक्छ। सीमाले आफ्नो भाइलाई बाँधेको राखी सम्झिन्। उनले बिस्तारै भनिन्, आज मैले भाइको हातमा राखी बाँधेकी थिएँ, तर सायद भगवानले त्यही राखीको शक्ति बनेर यो हेलमेट उनको टाउकोमा लगाइदिनु भयो। केही दिनपछि रवि अस्पतालबाट घर फर्कियो। ढोकामा पुग्ने बित्तिकै उसले दिदीलाई देख्यो। उसले केही भन्न सकेन, सीमाले पनि केही भनिनन्। रविले दिदीको हात समात्यो र आँखाभरि आँसु पार्दै भनौँ, दिदी, त्यस दिन तैँले जबरजस्ती नगरेको भए। सीमाले उसको मुख बन्द गरिन्। चुप लाग, अबदेखि बाइक चलाउँदा हेलमेट लगाउने बाचा गर। रविले टाउको हल्लायो, बाचा गर्छु। उसले दिदीलाई अँगालो हाल्यो। त्यो अँगालोमा राखीको धागोभन्दा बलियो एउटा सम्बन्ध थियो, दिदीको माया। रक्षाबन्धन केवल एउटा पर्व वा परम्परा मात्र होइन, यो परिवारभित्र लुकेको सच्चा माया र जिम्मेदारीको सम्झना पनि हो। कहिलेकाहीँ मायाले दिएको एउटा सानो उपहारले पनि जीवन बचाउन सक्छ। त्यसैले राखी बाँधौँ, सम्बन्ध जोगाउँ, हेलमेट लगाउँ, जीवन बचाउँ र बाइक गाडी आदि बिस्तारो आफ्नो नियन्त्रणमा चलाउँ, किनकि घरमा कसैले हाम्रो प्रतीक्षा गरिरहेको हुन्छ। धन्यवाद।